गरिदिनु होला, बस्नु होला यहाँ आरामले बसेर हेरिदिनु होला। नमस्ते नमस्ते दाइ, नमस्ते। दाइ हुनुहुन्छ चन्द्रबहादुर गुरुङज्यू, उहाँको घर चाहिँ रोल्पा जिल्ला लुङ्ग्री गाविसमा पर्छ। उहाँले चाहिँ हिजोदेखि यस्तो प्रचण्ड गर्मीमा दाजुभाइ दिदीबहिनीहरूलाई सबै समाजको तर्फबाट हृदयदेखि नै धन्यवाद र आभार प्रकट गर्न चाहन्छौँ। यो गर्मीमा यस्तो दुःखमा पानी पिलाउने भन्दा ठुलो धर्मी सायद अरू अलिक कमै हुन सक्छन् र उहाँलाई धेरैभन्दा धेरै धन्यवाद छ। उहाँलाई यो घुमेको पुरा आशिष लागोस्।